नमस्ते, म त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्सबाट विदुर त्रिपाठी बोले। आज धेरै समयपछि बोल्दैछु अनि त्यसपछि बोल्दिउँ न त, गाडी पनि धेरै छ अनि अलिकति फ्रीको टाइममा हजुरहरूलाई सबै गाडीको बारेमा इन्फर्मेसन सर्टकटमा छोटो मिठो तालले दिने कोसिस गर्नेछु। सर्वप्रथम सुरु गरौँ, हजुरलाई क्रेटाबाटै सुरु गरौँ। मसँग 2021 मोडलको क्रेटा एसएक्समा छ, पेट्रोल भेरिएन्ट, फुल अप्सन। यसको प्राइस हो 54 लाख। त्यसमा नेगोसिएसन हुन्छ, फाइनान्स हुन्छ, सबै हुन्छ। त्यसै गरी मसँग टाइगुन छ, भक्सवागनको 1000 सीसी टर्बो इन्जिनमा हो। टाइगुन 2021 मोडलको 22,000 जेन्युन कुदेको गाडी, सेफ्टीमा 5 रेटिङ पाएको। यसको प्राइसको कुरा गर्नुहुन्छ भने 43 लाख हो, नेगोसिएसन हुन्छ, फाइनान्स हुन्छ। सेल्टस 2021 मोडलको व्हाइट कलरमा STX प्लस सनरुफ सहित भएको, यसको प्राइस हो 51 लाख। त्यसमा पनि नेगोसिएसन हुन्छ, फाइनान्स हुन्छ। i20 आस्था 2016 मोडलको 1200 सीसी पेट्रोल इन्जिनमा 24,50,000, एकदमै राम्रो छ गाडी, फुल फ्रेस छ, फाइनान्स हुन्छ। अनि अर्को छ हाम्रो एकदमै लोकप्रिय गाडी, चिरपरिचित गाडी, स्कर्पियो 2018 मोडलको S5 4 व्हिल ड्राइभमा 2018 मोडलको 44 लाख हो प्राइस। त्यसमा स्लाइटली नेगोसिएसन हुन्छ, फाइनान्स हुन्छ। इओन इरा प्लस 2016 मोडलको 14 लाख हो प्राइस। त्यसमा पनि हल्का केही नेगोसिएसन हुन्छ, फाइनान्स हुन्छ। अनि सर यहाँसम्म आइपुग्दाखेरि फाइनान्स हुन्छ भनेर त हामीले कुरा राख्यौँ, तर कति मोडलदेखि माथि चाहिँ फाइनान्स हुन्छ भन्ने कुराहरू आइरहेको होला दर्शक बिनहरू। फाइनान्सको लागि हजुरको 2014 मोडलदेखिबाट मासतिरको गाडीहरूमा फाइनान्स हुन्छ। जस्तो 14 मोडलको गाडीलाई 1 वर्ष हुन्छ, 15 को लागि 1.5-2 वर्ष हुन्छ, 16 को लागि 3 वर्ष 3.5 वर्ष हुन्छ। त्यसै गरी 5 वर्ष म्याक्सिमम 5 वर्षसम्म जान्छ, 5 वर्षसम्म हुन्छ। तर मोडल 2018 देखि 5 वर्षको भेट्छ। तपाईँको 18 को लिए नि 23 को लिए नि 5 वर्ष हो फाइनान्स हुने। ल ठिक छ। यतापट्टि हामीले फोर्डको गाडी देख्न सक्छौँ सर। हो, यो 2017 मोडलको फोर्ड फिगो ट्रेनमा हो। यसको प्राइस 17 लाख, नेगोसिएसन हुन्छ, गाडी फुल अप्सन। यतापट्टि 2023 मोडलको टर्बो इन्जिनमा 1300 सीसी टर्बो इन्जिनको XB प्रिमियम फुल अप्सन। यसको प्राइस हो 52-53 लाख छ, नेगोसिएसन। डस्टर 2017 मोडलको RXZ प्लस डिजेल भेरिएन्टमा फुल अप्सन गाडी हो। यसको प्राइस 24 लाख, नेगोसिएसन। सेल्टस STX IVT अटोमेटिकमा हो, फुल अप्सन। यसको प्राइस हो 52,50,000, नेगोसिएसन। टेरियस ओरिजिनल जापानिज गाडी, 4 व्हिल ड्राइभमा 2015 मोडलको गाडी, यसको प्राइस 40 लाख। हुन्डाई टुसान 2016 मोडलको अटोमेटिक 2.0 लिटर डिजल इन्जिनमा फुल अप्सन। यसको प्राइस हो 52 लाख। अनि सर यहाँसम्म आइपुग्दाखेरि हामीले थुप्रै गाडीहरू हेरिहाल्यौँ होइन। अब यो गाडी हेर्नको लागि आउनै पर्ने लोकेसनबाटै जाऊँ न फेरि एकलट चाहिँ के छ? अब हजुरलाई हाम्रो त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्सको लोकेसन भन्नुपर्दाखेरि हाम्रो रिङ रोडको सानेपा चोकैमा छ। जस्तो सानेपा चोकैमा इनड्राइभको बोर्ड देख्नुहुन्छ ठुलो, त्यसकै मुनि छ त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल्स। हजुर कलङ्गीबाट आउनुहुन्छ, सानेपा चोक क्रस गर्ने बित्तिकै लेफ्ट साइडमा छ। हजुर उता कोटेश्वर साधोबाटोबाट आउनुहुन्छ, तपाईँको चोक क्रस नगर्दै राइट साइडमा देख्नुहुन्छ त्रिपाठी एन्ड ब्रदर्स अटोमोबाइल। ल यतापट्टि हामीले होन्डाईको गाडी देख्न सक्छौँ सर। क्रेटा एकदम लोकप्रिय गाडी, क्रेटा 16 मोडलको हो, 34 लाख डिजेल इन्जिनमा। अनि यो तपाईँको 16 मोडलको फिगो टाइटानियम 17 लाखमा, पेट्रोल इन्जिन। अर्को लोकप्रिय गाडी आयो साइन्ट्रो 2019 मोडलको साइन्ट्रो म्याग्ना 21,50,000। अब इभीको अलिकति माहौल तातेको बेलामा इभी पनि छ 2023 मोडलको नेक्सन इभी 33 लाख, नेगोसिएसन। स्विफ्ट 2018 मोडलको ZXi-मा फुल अप्सन टप भेरिएन्टमा 26,50,000। निसानको ओरिजिनल जापानिज निसान एक्सट्रायल 2008 मोडलको डिजेल भेरिएन्टमा फुल अप्सन, एकदमै राजा गाडी। यसको प्राइस कुरा गर्नुहुन्छ भने 24 लाख हो, नेगोसिएसन। 2012 मोडलको सेप्रोलेट ओप्ट्रा सनरुफ सहितको फुल अप्सन गाडी 12,50,000, नेगोसिएसन। जस्तो अब सर यहाँसम्म आइपुग्दाखेरि हामीले थुप्रै गाडीहरू त हेरिहाल्यौँ, तर गाडी किन्दाखेरि मेनली हेर्नै पर्ने कुराहरू चाहिँ के होला त साँच्ची? अब हेर्नै पर्ने कुरा भन्दा पनि हजुरलाई हामीले कन्फर्म गराउने हो। हेर्ने कुरा त हामीले लगभग टेक्निकल पार्ट सबै चेक गराएको हुन्छौँ। हजुरलाई हामीले ग्यारेन्टी दिने हो। हामीले कुनै पनि गाडीमा नो एक्सिडेन्टको 100% ग्यारेन्टी,
इन्जिनहरू गियरबक्सहरू खोलेको छैन भनेर हजुरलाई कन्भिन्स गराउने काम हाम्रो भयो होइन। त्यसमा हजुरलाई लिखित ग्यारेन्टीका साथ नो एक्सिडेन्टको 100% लिखित ग्यारेन्टीका साथ त्रिपाठी ब्रदर्सले हजुरलाई गाडी उपलब्ध गराउँछ। त्यसमा हजुरलाई टेन्सनै भएन, कुनै सोच्नु परेन, गाडी फुल्ली कन्डिसनमा। ल ठिक छ सर। यतापट्टि हामीले निसानको गाडी देख्न सक्छौँ सर। निसानको म्याग्नेट 2021 मोडलको XB प्रिमियम फुल अप्सन 29 लाख। अनि तपाईँको ग्रान्ड i10 2018 मोडलको 1.2 लिटर पेट्रोल इन्जिनमा यसको प्राइस 24 लाख। सेलेरियो 2016 मोडलको VXI-मा यसको 18 लाख। अनि तपाईँको ग्लोरी 560 यसको 2020 मोडलको यसको प्राइस 30 लाख। अर्को EV 2022 मोडलको 26,000 मात्र कुदेको लक्स भेरिएन्ट टप भेरिएन्टमा यसको प्राइस 31 लाख। ब्रेजा 2016 मोडलको ZDI प्लस फुल अप्सनमा 27 लाख। यो त अलिकति मोडिफाई गरेर त्यो स्पोर्टी लुक्सको टाइपको हुन्छ नि, जस्तो रेसिङ टाइपको जस्तो बनाएर चाहिँ झट्ट हेर्दाखेरि है। हो नि, एकदमै मोडिफाई पनि गरेको छ, कन्डिसन पनि एकदमै बेस्ट छ। अर्को ब्रेजा पनि हो यो 2022 को पेट्रोल इन्जिनमा 26,000 मात्र कुदेको 42 लाख। अनि यो 19 मोडलको फिगो हो, यसको प्राइस हो 20 लाख। ल यहाँसम्म आइपुग्दाखेरि हामीले यहाँ भएको स्टकहरू त सम्पूर्णहरू डिटेलमा बुझिहाल्यौँ होइन। हजुर, जाँदा जाँदा यहाँसम्म हेरेर साथ दिनु भने हाम्रो दर्शक बिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त? अब गाडी एकदमै हामीले फुल्ली कन्डिसनमा छ। हजुरहरूले रोजेको गाडीहरू, सानो ठुलो एसयुभी गाडीहरूमा चलेको गाडी, एकदमै बेस्ट गाडीहरू हजुरहरूको खोजीकै भएको गाडीहरू त्रिपाठी ब्रदर्सले राखेको छ। हामीले ठुलो सोरुममा अहिले पहिलाको भन्दा पनि ठुलो सोरुममा अझै धेरै गाडीहरू राखेका छौँ। त्यसको लागि हजुरले आइदिनु होला, कस्तो छ गाडीहरू हेर्नु होला। तर हजुरलाई चित्त बुझ्ने गाडी 100% हुन्छ। त्यसमा हामीले ग्यारेन्टीका साथ हजुरलाई एकदमै फुल्ली सेटिस्फाइड हुने तालले गाडी उपलब्ध गराउँछौँ।